Hello, zamni sajo khansa shuwe chuka sumgi Philippines yongla chamdi tashi dile shuwe yi nyingi yendo sensi nange changma kusu dewa ingiri. नमस्ते टासिदेले हजुर सन्चै हुनुहुन्छ भन्ने म आशा गर्दछु। हालमा नेपालमा जेनजी क्रान्तिपछि केही व्यक्तिहरूबाट कोही हिन्दूवादी व्यक्तिहरूबाट धर्मको नाममा नेपालले बाँड्ने काम गरिरहेको छ। उहाँले हाम्रो धर्मगुरु आदरणीय होलिनेस दलाई लामाज्यू हाम्रो पवित्र हाम्रो आस्थाको केन्द्र गुम्बाहरू र बौद्ध धर्मावलम्बीहरू प्रति भ्रमपूर्ण दुष्प्रचार र चरित्र हत्या गर्ने कार्यहरू गइरहेको हजुरहरूले विदित छ होला। म आज यसै सम्बन्धमा दुई चार कुरा राख्न गइरहेको छु। यो मेरो भिडियो चाहिँ कसै धर्मप्रति लक्षित नगरी हैन, यो जनचेतनाको लागि मात्रै हो। हालमा हजुरहरूले हेर्नुभयो होला जनजी क्रान्तिपछि हाम्रो माननीय प्रधानमन्त्री सुशील कार्कीजी हाम्रो नेपालको प्रधानमन्त्री हुनुभयो। त्यही बेलामा हाम्रो होलिनेस हाम्रो दलाई लामाज्यूले एउटा बधाई सन्देश दिनुभयो उहाँलाई। तर उहाँले बधाई सन्देश दिँदा साथै हाम्रो यहाँको केही विदेशी शक्ति अझै पछि लाग्ने हैन, उहाँको विरोध गर्नुभयो। उहाँले बधाई सन्देश दिँदा पनि विरोध गर्नुभयो। और आन्दोलनमा आन्दोलनको जेनजी क्रान्तिको सबै आन्दोलनमा हाम्रो दलाई लामाज्यूले एउटा चरित्र हत्या गर्ने प्रयास, भ्रमपूर्ण खेती हैन, उहाँको चरित्र हत्या गर्ने प्रयास गरियो। यो धेरै एकदम निन्दनीय छ हैन। यसले हाम्रो बुद्धिज्महरूलाई जसले उहाँले हाम्रो धर्मगुरु मान्नुहुन्छ, हाम्रो एउटा स्पिरिचुअल लिडर हो उहाँ हाम्रो हैन, उहाँलाई दुई चार कुरा लक्ष्य गरेर बोल्दा हामी बुद्धिज्महरूलाई हैन अलिकति जस हाम्रो पीडा हैन, हाम्रो धर्मगुरुलाई गाली दिँदाखेरि हाम्रो दुई चार कुरा राख्दाखेरि हामीले हाम्रो धर्मप्रति हाम्रो धर्मगुरुप्रति दुई चार कुरा गर्दा उहाँको चरित्र हत्या गर्दा एउटा बुद्धिस्टहरूलाई हैन मनमा कस्तो एउटा पीडा खालेको के हैन यो टर्चर गर्दा हैन जे हिसाबले गरिरहेछ नि उहाँले, यसको कदापि राम्रो होइन हैन। म त्यसको त पहिले भर्सना गर्दछु, किनकि उहाँले सिर्फ बधाई सन्देश मात्र दिनुभएको, अरू केही गर्नुभएको छैन उहाँले हैन। न उहाँ नेपालको इन्टर पोलिटिक्समा केही रोल गरिरहेछ, केही गरिरहेछ छैन। तर पनि उहाँलाई चरित्र हत्या गर्ने प्रयास गरियो हैन। मेरो भनाइ के छ भने कसैको धर्मगुरुमाथि हैन, चाहे जसको पनि धर्मगुरु, चाहे वो हिन्दू होस्, चाहे मुस्लिम होस्, चाहे क्रिस्चियन होस्, चाहे व्हाट्सएभर कुनै जातको हो, धर्मको हो, हामीले उहाँको धर्मगुरु र उहाँको धर्मको सम्मान गर्नुपर्छ। तर यहाँ यस भएन। यहाँ स्पेशली बारम्बार उहाँको नाम लिएर उहाँको चरित्र हत्या गर्ने प्रयास गर्यो। म त्यसको कडी निन्दा गर्छु हैन। और यो जेनजी क्रान्ति सबै उहाँको नाममा कि उहाँको सेनाले उहाँको टिओबीले गरे भनेर एउटा जुन आफूले झुटोको खेती गरिरहेछ नि, त्यो राम्रो कदापि होइन। अब त्यसको पछि आउँ हाम्रो धर्मगुरुको आस्था, हाम्रो धर्मगुरुको प्रति, फेरि हाम्रो बुद्धिज्मको आस्थाको प्रतीक हाम्रो गुम्बाहरूमाथि हजुरहरूले हेर्नुभयो होला, धेरै भिडियो आइरहेछ अहिले। अब हाम्रो नाम लिनु पर्दा हैन, हाम्रो अहिले माननीयज्यू ज्ञानेन्द्र शाहीज्यू हैन, उहाँको नाम लिनै पर्छ, किनकि उहाँ अरूहरूले झारे पाते जसले पनि भने त्यसको खास हामी यति लिने पनि थिएन। तर उहाँ एउटा नेपालको एउटा भविष्यको नेता हो हैन, एउटा पार्टीको महासचिव, पछि अध्यक्ष होला हैन, हुनेवाला मन्त्री हो उहाँ चाहिँ हैन। तर उहाँ जस्तो व्यक्तिले हैन सिर्फ राजनीतिक लाभको लागि मात्र हैन यो धर्मको खेती गरिरहेछ नि। तपाईले उहाँले हिन्दूहरूको भोटको खेती गर्नलाई उहाँले जुन हिसाबले एउटा गुम्बाहरूमा हैन तपाईले आस्था केन्द्र, म हेरेँ तपाईको पडकास्टमा हजुरलाई के बोले भने बडा कस्तो नि उहाँले एकदमै के भन्नु तपाईले हाम्रो पशुपतिमा त
सबैले छिनिदिन्छ। गुम्बाहरूमा किन जान दिनुहुन्छ होइन? बडा हेर्दाखेरि कस्तो उहाँले कस्तो भने एकदम न्युट्रल भएर बोल्नुभयो देखिरहेछ होइन, तर भित्र पुरो पाप रहेछ उहाँको। बाहिर हेर्दाखेरि त यस्तो फुलमा बोले जस्तो कि एउटा होइन, एउटा कस्तो राम्रो गरी कि कस्तो राम्रो कि, तर भित्र पुरो पाप रहेछ कि हेर्ने साइजु तपाईँको मनमा। मलाई दुःख लाग्छ बोल्दाखेरि, म तपाईँ विरोध गर्नु चाहेको होइन कि तपाईँले त्यस्तो जुन चिज थाहा भएको कुरै हो तपाईँले कि जुन सेन्सिटिभ इस्यु छ होइन, धर्मसँग जोडेको छ हाम्रो होइन, लाखौँ बुद्धिस्टहरूको यो आस्थाको केन्द्र छ, त्यहाँ तपाईँले दुई चार कुरा यस्तो राख्नु पर्नै थिएन मेरो विचारमा। तब तर के भने तपाईँ अब हिन्दू राष्ट्रको लागि पार्ने पार्टी होइन तपाईँ हजुरहरू होइन, त्यसलाई तपाईँले के हिन्दू भोटको राजनीति गर्नलाई बुद्धिज्महरूले होचाउन खोजेको कि अरू के होइन। तपाईँ साथ अरू धेरै कन्टिन्युसली धेरै अरूले पनि गुम्बा बारेमा हतियार राखे के छ भन्ने धेरै कुराहरू गर्यो होइन। वाच गरिरहेको छौँ, हामी देखिरहेछौँ कसैले गुम्बा हतियारमा छापा हान्नुपर्छ, गुम्बाहरूमा दलाइ लामाको सेना छ, गुम्बाको दलाइ लामाको हतियार छ, त्यस्तो कुरा अभिव्यक्ति दिइरहेछ होइन। तर जस्तो हाम्रो हिजो मैले एउटा सुने जस्तो तपाईँले जुन गुम्बामा है जो तपाईँले सुनिरहेछ, मैले हाम्रो जुनले भनिरहेछ नि कि यो गुम्बाहरूमा हतियार छ होइन, त्यस्तोहरूले उहाँहरूले म के भन्नु चाहन्छु भने साथीहरू जुन ठाउँमा तपाईँ लाग्छ होइन कि त्यस्तो हतियार छ, हामी खबर गर्नुहोस्, हामी त्यो गुम्बामा जान्छौँ, हामी तपाईँसँग जान्छौँ। अब कि त्यो हतियार भेट्यो भने हामी त्यो गुम्बामा हामी आगो लगाइदिन्छौँ होइन। तर नभएको खण्डमा एउटा दाइले भने हिसाबले टाटे पाङ्रे गरेर जुत्ताको माला लगाएर तब 3 राउन्ड घुमाएर गुम्बाको त्यो छोडिदिन्छु कि होइन। कसैको धर्मप्रति यस्तो आस्थाको केन्द्रप्रति सकेसम्म यस्तो दुई चार कुरा राख्दाखेरि एकचोटि बोलेर होइन एकदम सोचेर विचार गरेर बोले राम्रो होला भन्ने मलाई लाग्छ कि। किनकि तपाईँले त सिधै तपाईँको लागि त सधैँ राजनीति छ, तपाईँको लागि त अब कुनै पब्लिसिटी स्टन्ट गर्नु छ, त्यो गर्नुहोस् तपाईँ होइन, राजनीति गर्नु छ गर्नु, पब्लिसिटी गर्नु छ गर्नुहोस्, तर त्यसले गर्दा कतिको लाखौँ बुद्धिस्टहरूको मनमा एउटा चोट पुगिन्छ नि हिसाबले होइन, त्यसको तपाईँ कल्पना तपाईँ गर्नु सक्नुहुन्न कि। अब हामी आउँ अब बौद्ध धर्मावलम्बीहरू खास गरी हिमाली भागमा बसोबास गर्ने बुद्धिस्टहरूको लागि त तपाईँले के भन्नु, तपाईँहरूले त सब तिब्बती शरणार्थी बनाइदिनु भएको छ। हालमा जस्तो हाम्रो सुशीला कार्कीजीले हाम्रो टसियल लान्जम एउटा बहिनी है, म उहाँलाई चिन्नुहुन्न है, उहाँको नाम यो मन्त्री परिषदको लागि मन्त्रीमा सिफारिस गरियो होइन। जस्तो उहाँको सिफारिस गरियो फेरि अगेन हाम्रो फेरि मान्नीज्यू होइन साईज्यू उहाँको ट्विट आइहाल्यो कि उहाँको बुवा एउटा तिब्बती शरणार्थी हो भनेर। त्यसपछि जस्तो तपाईँले दिने साथ त्यसपछि अरूहरू पनि सक्रिय भइदिए। हाम्रो सायद जेनजीको कोही कर्णालीको नुलीको उहाँको एउटा सुप्रिया उहाँले पनि विज्ञप्ति जारी गरिदियो कि उहाँहरू तिब्बती शरणार्थी हो, उहाँ बुबाहरू तिब्बती शरणार्थी हो भनेर। साई सर एउटा कुरा के छ भने मेरो पहिले तपाईँले कुरा के बुझ्नु पऱ्यो भने इफ नम्खा इज नेपाल होइन, नम्खा अगर नेपाल भयो भने त्यहाँको स्थायी बसोबास गरेको मूलवासी इन्डिजिनियस पिपल दे आर अटोमेटिकली नेपाली सिटिजन होइन। उहाँको टसी लान्जोमको बुवाहरू बाजेहरू नेपाली नागरिकताको लागि तिब्बतबाट बसाइसराई गरेर नेपाल नागरिकता लिनु आएको चाहिँ होइन। इज द्याट क्लियर होइन? उहाँको बुवाहरू नेपाली नागरिकताको लागि नेपालमा बसाइसराई गरेर आएको होइन। त्यो उहाँको इन्डिजिनियस पिपल हो। नम्खाको मूलवासी हुँ टसिलान्जोको बुवाहरू। तपाईहरूले उहाँ नम्खालाई चाहिँ नेपाल भन्ने उहाँको आदिवासी जनजाति जो उहाँको पहिलेदेखि बसोबास गरेर आएकोलाई चाहिँ तिब्बती शरणार्थी भन्दैन हैन। मलाई यस्तो लाग्यो हैन, तपाईले कस्तो नि जातीय द्वन्द्व हैन, तपाईले सिर्फ मैले सुने अनुसार मैले सुने पनि थियो हैन, हामी ढाका टोपी दौरा सुरुवाल हैन खसारेहरू मात्रै नेपाली रहेछ भने बुझियो। र हिमालमा बस्ने हैन नेपालीहरू चाहिँ सबै टिबेटन
अरू मधेसमा बस्ने सबै बिहारी। यस्तो जातको राजनीति होइन नेपालको लागि राम्रो होइन के। होइन मलाई लाग्छ यस्तो किन होइन। तपाईँले हिमालको सबै व्यक्तिहरूलाई, हिमालमा बसोबास गर्ने आदिवासी जनजातिहरूलाई सबैलाई टिबेट शरणार्थी भनिदिने होइन। अलिकति लजिकल भएर कुरा गर्नुहोस्, एउटा बुझेर गरेर गर्नुहोस् कि हजुरहरू। अरू एउटा हाम्रो भरत दाहाल है, म युट्युबबाट हेरिरहेको छु होइन, एउटा माओवादीको नेता हुनुहुनेछ उहाँ चाहिँ कन्टिन्युसली लाग्नु भएको छ यो कुरामा। उहाँले तपाईँमध्ये एक स्टेप माथि गएर माथिल्लो हिमाली बेल्टको बस्ने, हिमाली बेल्टमा नागरिकता बाँडिरहेछ नि, यो डोल्पा, यो हुम्ला, मुस्ताङ सबै टिबेटनले नागरिकता लिइरहेछ, धमाधम बाँडिरहनु युट्युबमा बोलिरहेछ उहाँले। होइन तपाईँ राजनीति आफ्नो ठाउँमा छ होइन, तपाईँको सबै आफ्नो ठाउँमा छ, तर सकेसम्म चाहिँ मैले यस दिन सबैलाई आशा अनुरोध गर्छु होइन, कसैले धर्मको नाममा, कसै जातको नाममा भेदभाव नगरौँ होइन। म यो धर्मको सम्बन्धी विषयमा बोल्नु अलिकति गाह्रो गर्छु म होइन, म बोल्नु मन पनि लाग्दैन होइन। तर हजुरहरूले यति गर्छ देखिरहेछ टिकटकमा। अनि यो गर्दा कि मान्छेको मन छ तपाईँले एटमोस्फियर यस्तो बनाउनु भएको छ नि सबै होइन, सोचिरहेछ हो यो सही हो, त्यही कारण त्यसैको दुई चार कुरा राख्नलाई म आएको कि। मेरो भनाइ त्यति मात्र। तपाईँले के गर्नुभएको छ त्यसलाई म के हावा फैलाइरहेछ, हावा गफ दिइरहेछ, धर्मगुरुमाथि अट्याक, हाम्रो बुद्धिज्मको धर्मको माथि, गुम्बा प्रतीकमाथि, गुम्बा हाम्रो धर्मको आस्था गुम्बाहरूमाथि र हिमाली भागमा बसोबास गर्ने, खास गरी हिमाली भेगमा बसोबास बुद्धिस्टहरूलाई तपाईँले टिबेटन रेफ्युजी भनेर एकदमै जुन गरिरहेछ भेदभाव गरेर त्यो निन्दनीय छ है, त्यसले सच्याउनु पर्छ मेरो विचारमा। लास्टमा अन्तिम जाँदा म एउटा कुरा के गर्नु चाहन्छु, हाम्रो हामी बुद्धि साथीहरूले के भन्छ, साथी हो नेपालमा होइन धर्मको नाममा राजनीति, केही व्यक्ति राजनीति लाभको लागि मात्रै बुद्धिस्टहरूलाई चाहिँ डोमिनेट गरिरहेछ होइन सबै कुरामा, त्यो कुरा बुझिराख्नु कि। अरू यो कसो स्टप गर्ने त होइन, यो कसो रोक्ने। हालमा देखेँ मैले बुद्धिस्ट महासङ्घहरूले होइन, बुद्धिस्ट शेर्पा सङ्घहरूले सायद विज्ञप्ति निकाले होला होइन, तर मैले के देख्छु विज्ञप्ति निकालेर के होला जस्तो देखेँ कि मैले, मेरो विचारमा। जबसम्म हामी अगाडि गएर भेटेर प्रतिनिधिमण्डलबाट मिलेर हामी बुद्धिस्टहरू एकजुट भएर हामी सायद गृहमन्त्री कहाँ जाउँ, चाहे कुनै नेपालको संविधानको त्यही हिसाबले गर्दा कुन हिसाबले चाहिँ हामीले यसलाई समाप्त गर्न सकिन्छ, यसलाई कसरी कन्ट्रोल गरिन सकिन्छ, कसरी यिनीहरूलाई एड्रेस गर्न सकिन्छ भन्ने एकचोटि हामी आफै पर्सनली गएर हामी गृहमन्त्रीका सामान्य प्राइम मिनिस्टरजीले भेट्नु दियो भने झन् राम्रो हो। अदरवाइज हामी नेपालको संविधान हिसाबले या साइबर ब्युरो या कुनै उपचारको लागि जानुपर्ने हुन्छ, मलाई त्यस्तो लाग्छ। यो विज्ञप्ति दिएर के हुनेवाला चाहिँ। अरू मैले के सोचिरहेको छु, जो हिमाली बेल्टको साथीहरू छन्, जुन भाइहरू छ है, तपाईँले म के भन्छु, सबै ठाउँमा जो माथि देखिरहेको छ नि डोल्पा यो नम्खासम्म त्यो एरियाको भाइ बहिनीहरूले मेरो रिक्वेस्ट छ, प्लिज आफ्नो जेएनजी ग्रुप बनाउनु, जेएनजी समूह बनाउनु, एकजुट हुनुहोस् तपाईँमाथि त धेरै एट्याक भइरहेछ, तपाईँले धेरै कुरा उठाइरहेछ, त्यही कारणले एकजुट हो। त एकजुट हुन्छ कसको बाउले के गर्न सकिँदैन होइन। मैले आफै हिसाबले के गर्नु खोजिरहेको छु, बट एउटा गएर त काम छैन, त्यसको लागि सपोर्ट गर्नुहोस् होइन। और जसले अब हेर्नु यति भिडियो राखेपछि अब मलाई त गाली दिनु थालिहाल्छ अब यहाँ होइन, एजेन्ट फलाना विदेशी यताउता धेमन। साथी हो मलाई कमेन्ट गर्ने साथीहरू जसले कमेन्ट गर्छ नेगेटिभ कमेन्ट गर्छ त्यसको चाहिँ रिप्लाई चाहिँ तपाईँले गर्नु कि त्यो रिप्लाई गर्नु साथी। अरू एकचोटि जो लाग्छ कि हामीले अब एकजुट भएर अगाडि केही गर्नुपर्छ, हामी बुद्धिज्मको लागि सेभ गर्नु, बुद्धिज्म बचाउनलाई के गर्नुपर्छ भने मलाई आफ्नो नम्बर आउनु कन्ट्याक्ट गर्नुहोस्, एकजुट हौँ हामी, अगाडि जाउँ एकचोटि गएर हामी के कोसिस गर्छौँ। एउटा गएर त काम छैन, म जाउँला भित्र, मलाई त मेरो त कुरै नसुन्देला, तर हामी 10-12 जना गयो भने फरक पर्ला। अब हामी विज्ञप्तिले के हुनेवाला छ त्यसलाई आउँ साथी हो, एकजुट हौँ एन्ड यसलाई तल गएर जहाँ हामी सम्बन्धित ठाउँमा गएर यसलाई एड्रेस गरौँ। तबै हामीले अगाडि देशमा एउटा डिग्निटी साथ
नेपाली भएर बस्नेको अधिकार रहला जस्तो म देख्छु। अदरवाइज आउने पुस्ताको लागि त र बुद्धिज्म चाहिँ रहने सक्ने म देखिँदैन, वातावरण देखिँदैन। त्यही भन्दै आजको लागि जुन मैले दुई चार मेरो आफ्नो मनमा लाग्ने कुराहरू थियो मैले राखेँ। हजुरहरूलाई कसो लाग्यो आई डोन्ट नो होइन। इफ यु एग्री विथ मी देन सपोर्ट मी। नम्बर राख्नु सक्नु, कन्ट्याक्ट गर्नु मलाई। हामी एकचोटि अगाडि जाने खोजौँ हामी होइन। तर यो कुरो साथसँगै यो बुझौँ साथी हो जस्तो टसी लान्जोङको कुरा थियो होइन, उहाँ बहिनीलाई धेरै विरोध गरे। त्यो टाइममा हामीले साथ दिए भयो नि, हामी एउटा अगाडि गरी एउटा माहौल बनाएको भए सबैले टिकटक सोसियल मिडियामा हामीले त्यो गरेर राखे भए त कि फरक पर्थ्यो कि मलाई यस्तो लाग्छ। तर हामीले कसैले हो एउटै ऊ मन्त्री भइरहेछ के छ भनेर कुनै बाल मतलब गरेन। उहाँ बहिनी पद त जानुभयो होइन। किनकि अबदेखि चाहिँ मलाई लाग्दैन कि यो बाल सुशीला हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले यत्रो ठुलो कदम लियो, कमसेकम एटलिस्ट त्यो ठाउँको हाम्रो एउटा चेलीलाई होइन, कमसेकम एउटा बुद्धिस्टको चेलीलाई होइन, नम्खा गाउँको यो दूरदराजको दुर्गम क्षेत्रको त्यसले मन्त्री पदको लागि सिफारिस गर्ने धेरै ठुलो कुरा हो। अब यस्तो वातावरण कहिले आउने छैन होइन। त्यसलाई यताउता हामी बुद्धिस्टले साथ दिउँ होइन। त्यही भन्दै सबै जेन्जी साथीभाइहरूलाई, बुद्धिस्ट साथीहरूलाई आफ्नो सोसियल मिडिया मार्फत कुरा चाहिँ राख्ने गरौँ। त्यही भन्दै आजलाई बिदा हुन चाहन्छु।